हेलो भन्दैन हजुरआमा खाना अब खानी तातो गाउँको भिडियो बनाएको मम्मीलाई भने पुग्यो भनेर अहिले चाहिँ भिडियो बनाएको दुत्या आइपुग्यौँ हामी चाहिँ स्याङ्जा बजार भर्खरै गाडीबाट झऱ्यौँ ठुलो पदेर झऱ्यौँ होइन दाइ ठुलो पदेर झऱ्यौँ अब हिँड्दैछौँ राति भइसक्यो अब घर अझै पुग्न हामी त हिँड्नै पर्छ अझै त्यही हिँडिरहेछौँ हिँडेर म दिदीले त्यसलाई बिरिराख्नु अब चाहिँ जाँदैछ ल हामी त जाँदैछौँ घर अझै टाढा हाम्रो घर त उहाँसम्म गाडी त जान्छ तर अर्को बाटो पर्छ यहाँबाट अलिक सजिलो हुन्छ त्यही भएर यताबाट जाँदैछौँ बाटो आयौँ गाडीबाट भर्खर झऱ्यौँ अब चाहिँ जाँदैछौँ राति हुन लागिसक्यो बाघ आउँछ यता त बाघ चिचिर भाग्नु पऱ्यो घर ओ ल हामी त घर आइपुग्यौँ है हामी घर आफ्नो घर आइपुग्यौँ गाउँको स्याङ्जाको घर आइपुग्यौँ नमस्ते हजुरबा हामी त हरायौँ घर आइपुग्यौँ है हामी चाहिँ राति भयो हजुरआमा राति भयो डर लाग्यो
पुग्यौँ परुको हालत राति यस्तो राति थियो बल्ल बल्ल आइपुग्यौँ बाई यो चाहिँ हाम्रो गाउँको घर हो स्याङ्जा हामी चाहिँ भर्खर आइपुग्यौँ हजुरआमाले त्यही खाना हालिदिइसक्नु भयो हाम्रो आउने त्यही खाना पाउन लागिसक्यौँ ऊ दुध तात्दै छ त्यहाँ हेलो भन्दै न हजुरआमा खाना अब खाने तातो गाउँको भिडियो बनाएको मम्मीलाई भने पुग्यौँ भन्न अहिले चाहिँ भिडियो बनाएको दुध त्यहाँ हजुरआमाले हेलो यहाँ बन्छ हजुर म त बाटो त्यहाँ बस्नु न कति मिठो छ नि आमै हेलो साथीहरू हामी चाहिँ यहाँ स्याङ्जा घर आइपुग्यौँ जाडो भएर मैले टोपीलाई चाहिँ यहीँ अङ्कलको अङ्कलको टोपी होला मैले यहीँ भेटाइ लगाएँ जाडो भएर कस्तो भयो त्यही भएर हावा लाग्यो यहाँ त अब खाना पनि खाइसक्यौँ कपडा पनि फेरि आएर कपडा पनि फेरिसक्यौँ टोपी पनि लगाएँ अब चाहिँ आजको लागि चाहिँ यति नै अब फेरि भिडियोहरू भोलि पनि कता कता घुम्नेछु धेरै भिडियोहरू हाल्नेछु फेरि पनि नयाँ भिडियोहरू लिएर आउनेछु भोलि आजलाई चाहिँ यति घर पुग्यौँ हामी चाहिँ फेरि भिडियोहरू लिएर आउँला है बाई बाई गुड नाइट